यसलग्गै 6 गोलको महाभारत हेरियो आजको यो सेमिफाइनल युसिएल सेमिफाइनल इन्टर मिलान भर्सेस बार्सिलोनाको यो गेम। दुवै टिमको ब्रिलियन्ट पर्फर्मेन्स थियो आजको गेम। दिस म्याच इज टु गुड। 21 मिनटमा नै 2 गोल खाएको बार्सिलोनाले 38 मिनटमा चाहिँ 2 गोल फर्काएर फेरि ड्र हुन्छ यो म्याच। त्यसमा चाहिँ लामिन यामालको फ्रेकिङ गोल एकदमै आउट अफ द बक्सबाट एकदमै ब्रिलियन्ट गोल गरे हुन्छ भने यता चाहिँ सेकेन्ड गोल चाहिँ फेरान टोरेसको एकदम टप नोच गोल हुन्छ होइन, राम्रो ब्युटिफुल क्लच गोल हुन्छ फेरान टोरेसको। र चाहिँ ड्र हुन्छ 38 मिनटमा नै। फर्स्ट हाफ चाहिँ केही बार्सिलोनाले चाहिँ 2 गोल फर्कायो भने फर्स्ट हाफ चाहिँ त्यस्तो भने जस्तो राम्रो चाहिँ थिएन। बार्सिलोना गोल चाहिँ आयो, ड्र त भयो, तर चाहिँ फर्स्ट हाफ चाहिँ त्यति भने जस्तो राम्रो थिएन। ब्याकलाइनहरूमा पनि मिसपासेसहरू देखिने, अनि धेरै चाहिँ सेट पिक्समा धेरै एडभान्टेजहरू चाहिँ इन्टर मिलानलाई देखिएको थियो फर्स्ट हाफ। सेकेन्ड हाफ चाहिँ बार्सिलोनाको एकदमै बबालै भयो भनौँ न। गोल नभए पनि एकदमै राम्रो भएको थियो। 71 पोसेसनका साथमा 9 सट अन टार्गेट थिए। पासैसँगै ट्याकलमा पनि बार्सिलोनाको एकदमै राम्रो पर्फर्मेन्स थियो। सेकेन्ड हाफमा चाहिँ सबै कुरामा चाहिँ बार्सिलोना हाबी थियो। तर इन्टर मिलानको गोलकिपर यान सोमरले चाहिँ बार्साको म्याच त पानी नै हालिदियो भन्दा पनि हुन्छ। 9वटा सेभ गरिदियो सेकेन्ड हाफमा मात्र यान सोमर। एकदमै राम्रो पर्फर्मेन्स गरे आज चाहिँ सेकेन्ड हाफमा इन्टर मिलानको गोलकिपर। हालाकि यसमा पनि एक गोल चाहिँ भएको थियो। 3-3 एक गोल गरेर चाहिँ 3-3को गेम भयो होइन। आजको गेममा चाहिँ डमफ्राइजको चाहिँ एकदमै ब्रिलियन्ट पर्फर्मेन्स हुन गयो। 2 गोल 1 असिस्ट, एउटा बाइसाइकल किक पनि थियो र एकदमै ब्रिलियन्ट पर्फर्मेन्स गयो। म्यान अफ द म्याच पनि डमफ्राइज नै भयो। र इन्टर मिलानको चाहिँ सबै कुराहरू सबै ठिक थियो। पछाडि सेट पिसहरू पनि एकदमै राम्रो थियो। डिफेन्समा पनि राम्रो टिम हो, युसिएलको बेस्ट टिम हो। र चाहिँ सिरिएमा पनि एकदमै टप अफ द टेबल छ होइन। त्यसो गर्दाखेरि चाहिँ हाइटमा पनि एकदमै बार्सिलोनाको भन्दा धेरै कुरामा चाहिँ डिफ्रेन्स छ। हाइटमा उस्तै राम्रो छ। त्यसो गर्दाखेरि चाहिँ सेट पिक्समा चाहिँ धेरै नै फाइदा हुन पुग्यो इन्टर मिलानलाई चाहिँ। त्यसै गरी चाहिँ आजको गेम चाहिँ ड्र हुन पुग्यो। 3-3 को ड्र हुन पुग्यो। सेकेन्ड लेग इज गोन बी डिफिकल्ट है। इन्टर मिलानको ग्राउन्डमा युसिएलको एकदमै टप डिफेन्सिभ टिमसँग खेल्नु बार्सिलोनाको लागि फलामको चिउरा जस्तै हुनेछ सेकेन्ड लेगमा है। असम्भव त केही छैन, तर सजिलो पनि एकदमै छैन बार्सिलोनाको लागि। सेकेन्ड लेग चाहिँ अब होम एडभान्टेज लिनुपर्ने थियो आजको गेममा। कमसे कम गोल खाएर 2 अथवा 3 गोलसम्मको चाहिँ अग्रता लिनुपर्ने थियो आजको गेममा, तर त्यो हुन सकेन होइन। त्यसो गरिसकेपछि चाहिँ सेकेन्ड लेग चाहिँ एकदमै म्यासिभ गाह्रो हुनेवाला छ बार्सिलोना भने। इन्टर मिलानलाई चाहिँ अलिकति सहज हुनेछ आफ्नो होम ग्राउन्डमा। र प्लस उनीहरूको कोही पनि इन्जोर छैन। यता बार्सिलोनाको चाहिँ रोबर्ट लेवान्डोस्की इन्जोर छ, बाल्डे इन्जोर छ होइन, कोन्डे इन्जोर छ। बाल्डे चाहिँ सेकेन्ड लेगमा चाहिँ जहाँसम्म आउला होइन, तर कोन्डे र लेवान्डोस्की चाहिँ मेन की प्लेयरहरू, 2वटा की प्लेयरहरू नै आउने छैन सेकेन्ड लेगमा। भनिसकेपछि केही न केही असर चाहिँ त्यसले गर्ने छ। उता इन्टर मिलानको चाहिँ लौटारो मार्टिनेज चाहिँ इन्जोर छ है। अब त्यसको चाहिँ कति ड्युरेसन कति हो त्यो त अझै केही आएको छैन, तर सेकेन्ड लेग चाहिँ गउनु सक्ने चान्स चाहिँ म्यासिभ धेरै छ भने। पावर पनि इन्जोर छ। उता पनि 2वटा की प्लेयरहरू चाहिँ इन्जोर हुने चान्स छ भने यतातिर त 2वटा कन्फर्म नै जस्तो भयो, लेवान्डोस्की र कोन्डे। बार्सिलोनालाई चाहिँ फाइनल खेल्नुभन्दा अघि एकदमै ढिलो ज्यान लगाएर चाहिँ पनि सेमिफाइनलमा इन्टर मिलानसँग खेल्नुपर्ने हुन्छ। यो गेममा चाहिँ यदि ट्रेक युसिएलको सपना देख्नु छ भन्दा सुरुमा त इन्टर मिलानको यो गेममा चाहिँ खेल्नै पऱ्यो, राम्रो खेल्नु पऱ्यो। इन्टर मिलानलाई उसकै होम ग्राउन्डमा गएर हराउनु पऱ्यो होइन। यति गऱ्यो भने बल्ल चाहिँ बार्सिलोना चाहिँ फाइनल खेल्ने चान्स हुन्छ। नै भने अहिलेको युसिएल लगभग चाहिँ मैले चाहिँ देखिसकेँ युसिएल चाहिँ मैले आजको गेमबाट फुत्कियो जस्तो लागिरहेको मलाई। सेकेन्ड लेग चाहिँ कस्तो हुन्छ नेक्स्ट विक हेर्ने रहेछ। र फर्स्ट लेग चाहिँ एकदमै एज अ बार्सा फ्यान चाहिँ म चाहिँ खुसी पनि छु, दुःखी पनि छु। खुसी किन छु भने लामिन यामाल र फेरान टोरेस चाहिँ एकदमै स्टेप अप भयो गेममा पुरै स्टेप अप भयो होइन। उनीहरूले चाहिँ राम्रो गेम खेल्दै खाए। राफिना पनि एकदमै टप नोचको थियो होइन। राफिनाको पनि दुःखी किन छु भने चाहिँ हाम्रो डिफेन्डर चाहिँ एकदमै पुवर देखियो। हाई डिफेन्सिभ लाइन भएर चाहिँ अलिकति चाहिँ फर्स्ट बियर गर्नुपर्ने भयो बार्सिलोनाले। यदि बार्सिलोना चाहिँ हाई डिफेन्सिभ लाइनमा चाहिँ अलिकति हेर्छ र त्यसमा चाहिँ केही एडजस्ट गर्छ र सेट पिसमा चाहिँ एकदमै राम्रो गर्छ भने सेकेन्ड लेगमा चाहिँ एकदमै सुखद नतिजा हुन्ला भन्न सकिन्छ। फर्स्ट लेग यस्तै नै भयो, ड्र भयो। 3-3 गेमको ड्र हेर्दा चाहिँ साह्रै राम्रो थियो गेम। तर जति हेर्दा भने स्कोर चाहिँ अलिकति होमको चाहिँ अलिकति एडभान्टेज रहेर गएको भए सेकेन्ड लेगमा सहज हुने थियो, त्यो हुने भएन। त्यसो गर्दाखेरि चाहिँ अलिकति
यता बार्साकै अलिक निराश हुनु परेको छ। लेट्स सी सेकेन्ड हाफ कस्तो हुन्छ हेरौँला। आजलाई यति, बाई।